नमस्कार, म छवि बैरागी घिमिरे फेरि पुनः आज इस्ट खबर मिडियाबाट सञ्चालित हुने के हुँदैछ आज भन्ने कार्यक्रममा म उपस्थित छु। आज हामीसँग मोरङ क्षेत्र नम्बर 3 बाट अहिले नयाँ बनिरहेको सरकारका माननीय सांसद समानुपातिक तर्फबाट प्रेमलाल चौधरी हुनुहुन्छ। आज उहाँसँग हामी देशका विषयमा कुरा गर्छौँ। के हुँदैछ आज देशमा, यी विषयहरू उहाँसँग कुरा गर्छौँ। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। नमस्कार सर। नमस्कार। आराम हुनुहुन्छ? हजुर, ठिक छ। हिजो आज के गरिँदैछ, के भइरहेको छ? अब जनप्रतिनिधि भएपछि हजुर जनताप्रति उत्तरदायित्व बढाएको छ, हजुर, जिम्मेवारी बढाएको छ। त्यही जिम्मेवारी वहन गर्ने काम चाहिँ सुरु भएको छ। भर्खर सरकार बन्यो, हजुर, संसदमा उपस्थित हुनुभयो, केही बोल्ने मौका पाउनुभयो होला। हजुर, यो यत्रा जस्तै अहिले त 182 जना सांसद हुनुहुन्छ तपाईहरु राष्ट्रपा पार्टीबाट। हजुर, सबैको पालो पुग्छ सांसदमा बोल्नलाई? त्यो पालो पुर्याउन चाहिँ पर्ने हो। हजुर, पर्छ नै। तथापि अब सांसदहरूको आफ्नो इच्छा पनि हुँदो रहेछ त्यहाँनिर। किनभने हामी त अब पहिलोचोटि गएका छौँ। बोल्न आफ्नो पालो आएको दिन पनि हजुर, आफ्नो तयारी रहेनछ भने नबोल्दा पनि हुँदो रहेछ। तर जनताले त हाम्रा समस्याहरू गएर त्यहाँ बोल्दिउन्, सुनाउन् भन्ने कुरा आउँछ नि त। ठिक छ, त्यो एकदम सही कुरा हो। जनताले प्रत्यक्ष देख्ने भनेको त्यहाँ बोल्दाखेरि देख्ने हो। हजुर, तर परोक्ष रूपमा पनि के भने जनतासँग सरोकार राख्ने कुराहरू चाहिँ हामीहरूले गरिराखेकै हुन्छौँ। त्यो मन्त्रालयगत रूपमा विभागमा गएर सम्बन्धित कार्यालयमा गएर त्यो भइ नै राखेको हुन्छ। तर जनताले चाहिँ डाइरेक्टली हेर्दाखेरि चाहिँ त्यहाँ संसदमा बोलेको कुरा चाहिँ एकदमै भनौँ न आत्मैदेखि उहाँहरूले आत्मसात गर्नुहुँदो रहेछ। त्यो चाहिँ इम्पोर्टेन्ट नै रहेछ भन्ने कुरा चाहिँ बुझेको छ। माननीयज्यू, तपाईँ पहिला ब्याङ्कमा जागिरे हुनुहुन्थ्यो। हजुर, ब्याङ्कको जागिर छोड्नुभयो। यो किन यो राजनीतिमा आउन तपाईँले जागिर ठुलो कि राजनीति ठुलो, के यसमा के आकर्षण हो तपाईँको? सत्ताको आकर्षण त होइन? त्यो दुईटै कुरा आफ्नो ठाउँमा ठुलो छ। हजुर, पहिला अब एउटा सीमित एरियामा सीमित कोरमा हामीहरूले काम गऱ्यौँ ब्याङ्कको कर्मचारी हुँदै गर्दाखेरि। हजुर, र यो राजनीति भनेको चाहिँ व्यापक क्षेत्र हो र जति राजनीतिक क्षेत्रबाट योगदान गर्न सकिन्छ राष्ट्र र जनताको लागि, हजुर, त्यति त्यहाँबाट गर्न सकिँदैन। किनभने एउटा राजनीतिक क्षेत्रमा आएर राज्यको प्रतिनिधित्व गर्दै गर्दाखेरि त्यहाँ चाहिँ नीति नियम बनाउनेदेखि कुरा लिएर होइन जनसरकारका विषयहरूमा चाहिँ गहन रूपमा एउटा अध्ययन गरेर ठोस निर्णयहरू निकाल्नुपर्ने आवश्यकता हुन्छ। त्यसका लागि चाहिँ राजनीति आवश्यक छ। जस्तै परिणाम दिन सक्नु भएन भने त तपाईँलाई त पछुतो पनि लाग्छ होला नि त। जस्तै मैले जागिर छोडेँ, यता पनि परिणाम दिन सकिनँ, राजनीतिमा आएर पनि। त्यस्तो पछुतो हुन्न, किनभने परिणाम भनेको हामीले काम गरेपछि प्राप्त गर्ने हो। हजुर, कामै नगरिकन त परिणामको आशा हुन्न। हो, कहिलेसम्ममा गर्नुहुन्छ काम? फ्याट्टै भनिदिनुहोस् न। फ्याट्टै यसको यो परिणामको टाइम बााउन्ड हुँदैन। हजुर, किनभने यो अविरल यात्रा हो। होइन, अगाडिका पार्टीहरूले त जो अहिले पुराना पार्टीहरू, उनीहरू त तपाईँको चुनावकै दिन यो गर्छौँ त्यो गर्छौँ, अर्थात् यति गरिसक्यौँ, नेपाल सिङ्गापुर बनाइसक्यौँ, यहाँ हरेक कुराहरूको तपाईँको कसैलाई के को खाँचै छैन भनेर भनिराखेका सुनिरहनु भएको हो। तपाईँहरूको पनि त त्यस्तो हुनु पर्यो नि त। केही न केही आश्वासन त नेताले दिनै पर्छ। हजुरहरूलाई थाहा छ, हामी आश्वासनमुखी पार्टी होइनौँ, हामी परिणाममुखी पार्टी हौँ। हामीहरूले न त चुनावको बेलामा हामी यो बाटो बनाइदिन्छौँ, त्यो पैनी बनाइदिन्छौँ, यो गरिदिन्छौँ, त्यो गरिदिन्छौँ, हामीहरूले केही पनि भनेनौँ। हामीहरूले यति भन्यौँ, हामीले यो देशको सिस्टम बिग्रिया छ, यो सिस्टम हामीहरूले सुधार्नुपर्छ। सिस्टम सुधारेर सिस्टम बसाइसकेपछि देश आफै प्रणालीमा जान्छ र आफै यसले आफ्नो बाटो तय गर्छ। त्यसो हुँदाखेरि
बिग्रेको सिस्टमलाई चाहिँ हामीहरूले बनाउने, हामीले त्यही भनेका छौँ। जनतासँग प्रतिबद्धता त्यही व्यक्त गरेका छौँ। हामीले नागरिक करारकै रूपमा प्रस्तुत गरेका छौँ। यहाँ परम्परा छ अगाडिका दलहरूलाई जो 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 सरकारमा हुँदैनन्, विपक्षीमा हुन्छन्, उनीहरूलाई दोष लगाउने र भए जसको सरकार हुन्छ ऊ चाहिँ तपाईँको कानमा तेल हालेर बस्ने। यो त जहिलेको परम्परा हो। त्यो परम्परा तोड्नै भनेर राष्ट्रपाको स्थापना भयो हो। हाम्रो आदरणीय सभापतिज्यूले त्यो उद्घोष गर्नुभएको छ। त्यसमा हामी सबैले साथ दिउँ। अहिले बल्ल नेपाली जनताले चाहिँ यो 82 को निर्वाचनबाट चाहिँ सार्वभौम नागरिकको परिचय दिनुभएको छ मत व्यक्त गरेर। रवि लामिछानेज्यूले यो एउटा अठोट गर्नुभयो, आँट गर्नुभयो। नेपाली जनताले चाहिँ यो पटक सार्वभौम नागरिकको अधिकार चाहिँ प्रयोग गरेर राष्ट्रपालाई चाहिँ जिम्मेवारी दिनुभएको छ। अर्थतन्त्र लथालिङ्ग छ। अब खालि आउने सरकारहरूले चाहिँ के छ भने अघिल्ला सरकारहरूले भ्रष्टाचार गरे, देश खोक्रो बनाएर लथालिङ्ग बनाए। अब के गरी चल्छ देश? अर्थतन्त्र छैन। हजुर त्यो एकदम निश्चित हजुरको कुरा एकदमै सही हो। यो अर्थतन्त्र सुधार हुन्छ भनेर हामीहरूले 46 सालको आन्दोलन गरेका थियौँ सबै समग्र सुधारका लागि। म आन्दोलनको एउटा मान्छे पनि हो, आन्दोलनबाट पीडित। मलाई त्यति बेला प्रहरीले गोदेको पनि थियो हामी आन्दोलनमा सरिक हुँदाखेरि। तर त्यति बेलाको जनअपेक्षा पुरा हुन सकेन। हामी त्यतातिर फर्कन चाहँदैनौँ। पुरानो जुन 35 वर्षको अवधिलाई हामी त्यतातिर फर्कन चाहँदैनौँ, अरूलाई दोष दिन चाहँदैनौँ। त्यसबाट लेसन लिएर हामी चाहिँ देशलाई अगाडि बढाउन चाहन्छौँ। र यो सिङ्गापुर बनाउने के भन्नुभयो नि, हामी सिङ्गापुर बनाउँदैनौँ, हामी नेपाललाई नेपाल नै बनाउँछौँ। सबै कुराको सम्भावना छ। खालि के भने सही व्यवस्थापकको खाँचो थियो। पैसा कहाँ छ देश चलाउनलाई? कसका घरमा छ पैसा? पैसाको कुरो त्यो हजुरले जुन भन्नुभयो नि, आर्थिक स्थिति, आर्थिक वृद्धि दर हाम्रो चाहिँ यो नबढिकन हामी कुनै पनि अपेक्षा पुरा गर्न सक्दैनौँ। देशमा त आम्दानी छैन। आम्दानी छ, व्यवस्थापकीय क्षमताको अभाव छ। हामीसँग अथाह स्रोत छ, त्यो स्रोतको उपयोग गर्न सकेको छैन। अब फटाफट राष्ट्रपाले त्यसो भएदेखि खोलाबाट पैसा निकाल्छ, जङ्गलबाट पैसा निकाल्छ, त्यसो भए डाँडा काँडाबाट पैसा निकाल्छ, सुन खानी निकाल्छ। एकदम निश्चित हो। तर त्यसका लागि पनि त बजेटको आवश्यकता पर्छ, पैसाकै आवश्यकता हो। त्यो पैसा चाहिँ कहाँबाट आउँछ? हामीहरूले भएको स्रोत साधनलाई नै परिचालन गर्ने हो। प्राथमिकीकरण गरेर स्रोत साधनलाई परिचालन गर्ने हो। अब यो वैदेशिक ऋण लिने चलन जुन छ त्यसमा चाहिँ विगतमा हामीहरूले सुन्थ्यौँ फलानु कामको लागि चाहिँ फलानु देशले ऋण दियो, यति दियो अथवा सहुलियत दियो, अथवा पछि अनुनय विनय गरेर त्यसलाई चाहिँ बिना ब्याजी ऋण बनाउने, सहुलियत बनाउने आदि इत्यादि कुराहरू थिए। हामी चाहिँ त्यो कुनै पनि शर्त राखेर हाम्रो सरकारले, अहिलेको सरकारले आफ्नो राष्ट्रको स्वाभिमानलाई चाहिँ दाउमा राखेर कुनै पनि त्यस्तो स्वीकार। सरकारमा गएको एक हप्ता नभइकन राष्ट्रपाको सरकारले, बालेन सरकारले यहाँ करोडौं खरबौं रुपियाँ ऋण लिइसक्यो भनेर अस्ति मिडियाहरूले गरिराखेका छन्। ठिक छ, मिडिया सशक्त माध्यम हो, त्यो गर्नु पनि पर्छ, नभए जनता सुसूचित हुँदैनन्। पारित भइसक्यो। त्यो लिने निर्णय नेपाल सरकारले लिने निर्णय गरेर स्वीकृति दिएछ, लिइसकेको छैन। अब त्यसका टिओआरहरू आउलान्, टिओआर हेरेर त्यो कुराहरू हुन्छ। अहिले सैद्धान्तिक सहमति मात्रै हो, त्यो प्रक्रियागत। मोरङ 3 मा योभन्दा अगाडि जित्ने सांसदहरूले जहिल्यै तपाईँको चाहिँ के छ भन्दाखेरि विकासका आश्वासन दिने, चुनाव ताका तपाईँको चाहिँ घर घरमा पुग्ने, अरू बेला तपाईँको कहाँ छ सांसद थाहा छैन, जनताका समस्याहरू जस्ताका तस्तै छन्। तपाईँलाई थाहा छ मोरङ 3 मा यहाँ पनि दुर्गम क्षेत्र छ, तपाईँले पनि देख्नु भएको होला सायद। तपाईँ नयाँ के दिन चाहनुहुन्छ? ठ्याक्कै फाट्टै भनिदिनुहोस्, यो नयाँ गर्न सक्छु भनेर। काम दिने हो। काम भनेको मैले अब हाम्रो पूर्वाञ्चल विश्वविद्यालय कहिले स्थापना हो? 51 सालमा स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालय अहिले 32 वर्ष रन गर्यो। 32 वर्षमा त अझै पनि शैशव अवस्थामा छ। भवन जीर्ण भइसके। त्यही त शैशव अवस्थामा छ, मैले भने शैशव अवस्थामा छ। त्यसलाई चाहिँ आश्वासनको पोको नबनाएर अब सार्थकताको पोको बनाउन हामी लागि परेका छौँ। भर्खरै उपकुलपतिज्यूसँग मेरो भेटघाट पनि भएको थियो।
त्यो बाँकी रहेका त्यो 3-4वटा डिन कार्यालय छन्, परीक्षा नियन्त्रण कार्यालय छन्, ती पनि यही इस्टाब्लिस गराउनुपर्छ भन्दाखेरि उहाँले चाहिँ पूर्वाधारको अलिकति अभाव भन्नुभयो। वास्तवमा मैले गएर हेर्दाखेरि अब अहिले त्यो मेडिकल कलेजका फ्याकल्टिजहरू ओपिडीहरू होइन अहिले यता सारेर चलाइराख्नु भएको छ। उहाँहरूले उपकुलपति कार्यालय पनि एकदम कन्जस्टेड रूपमा चलाउनु भएको छ र त्यो इन्फ्रास्ट्रक्चर चाहिँ अलिकति तयार गर्नै पर्छ त्यो अरू कार्यालयहरू ल्याउनका लागि। र थप हजुरको के भने अस्पताल, मुख्यतः हामीहरूलाई अस्पताल चाहियो क्या, टिचिङ हस्पिटल भइसकेपछि त्यसको अस्पतालको पूर्वाधार चाहियो। त्यसका लागि भर्खरै स्टार्टिङ चाहिँ भएको रहेछ, अब त्यसलाई फुलफिल गर्नतिर जाने हो। त्यहाँ त जनताको आरोप छ तपाईँको चाहिँ डाक्टर हुँदैनन्, हामीहरूले सेवा पाइनौँ। पूर्वाञ्चल विश्वविद्यालयमा चाहिँ भएको उसमा समयमा कुनै बेला डाक्टरै हुँदैन भनेर दुनियाँ मिडियामा आइरहेको छ। होइन त मिडियामा होइन, मैले पनि भोगे हो त्यो कुरा चाहिँ। त्यो के हो भने डाक्टर नहुने समस्या भनेको डाक्टर जस्तो पेसामा बसेको मान्छेलाई ज्यालादारीमा लगाउने त्यहाँ चाहिँ चलन रहेछ। किन भन्दाखेरि विश्वविद्यालयको ऐन चाहिँ अलिकति बाधक छ। किन बाधक छ भन्नुहुन्छ भने त्यसको ऐनमा यो पूर्वाञ्चल विश्वविद्यालय चाहिँ आफ्नै स्रोतबाट चल्नुपर्छ, चल्ने गरेको त्यहाँ ऐन बनेको छ र त्यसको केन्द्रीय कार्यालय चाहिँ विराटनगरमा हुनेछ भनेर भनेको छ। जग्गा पूर्वाधार सबै यहाँ, सबै काम कुरा यहाँ, अनि केन्द्रीय कार्यालय चाहिँ विराटनगरमा हुने त्यो त मिलेन हो। त्यसलाई चाहिँ हामीहरूले अब पहिला अबको संसद बसेपछि मोरङ क्षेत्र नम्बर 3 मा पनि सुकुम्बासीको समस्या त्यस्तै नै छ। हजुर, तमाम भूमिहीन जनताहरू यहाँ छँदैछन्। हजुर, अहिलेसम्मका सरकारहरूले सुकुम्बासीलाई एउटा राजनीति अथवा भोट माग्ने भोट ब्याङ्कको रूपमा प्रयोग गर्यो। तपाईँहरूको पनि त्यही आश्वासन हो। के गर्नुहुन्छ अब? उहाँहरूलाई घर कहाँ बनाएर राख्नुहुन्छ? जग्गा कहाँको दिनुहुन्छ? निश्चित रूपमा यो भूमि सम्बन्धी समस्या मोरङमा मात्रै होइन, 3 नम्बर क्षेत्रमा मात्रै होइन, देशैभरि छ। देशैभरि छ र यो यति विकराल छ कि यसलाई चाहिँ एउटा वैज्ञानिक समाधान ननिकाली हुँदैन। त्यसमा पनि मोरङको 3 नम्बर क्षेत्र त्यो पनि प्रपरली पथरीमा साह्रै ठुलो समस्या छ र यसलाई चाहिँ काठमाडौँमा बालेन सरकार प्रधानमन्त्रीज्यूले उहाँ डोजर लगाएर सारा बिल्लीबाठ बनाउनु भयो। यहाँ अब कहिले बनाउने? बिल्लीबाठ नभनौँ त्यसलाई, बिल्लीबाठ होइन, त्यो समाधान हो, सही समाधान हो। किनभने यो अतिक्रमित जग्गाहरूको कारणले उहाँहरूले आफै दुःख पाइराख्नु भएको थियो नि त। विपदजन्य अवस्था आउँदाखेरि त दुःख कसले पायो त? उहाँहरूले पायो। त्यसमा पनि संरक्षण कसले गर्नु पर्यो? राज्यले गर्नु पर्यो। त्यो विपद आउनुभन्दा अगाडि नै अहिले व्यवस्थापन गर्नु भनेको त्यो राम्रो काम हो, बिल्लीबाठ होइन। र यहाँ पनि अब पहिला अध्ययन गर्नु पर्यो। अध्ययन गरिसकेपछि त्यसले फाइन्ड आउट गरेको वे अनुसार चाहिँ हामी जानुपर्छ। सरकार बनेको 1 महिना भयो। हजुर, 2 मन्त्रीको राजीनामा भइसक्यो। अब सांसद निलम्बन हुनेवाला छन्, कति हुन सक्ला। यही मात्रै तरिकाले देशको अर्थात् आज नियुक्त गर्ने फेरि भोलि निलम्बन गर्ने कामै यही भयो भने परिणामको कहाँबाट दिने? त्यो काम होइन, त्यो अब क्षणिक एउटा परिस्थितिजन्य कुरा हो, त्यो काम होइन। अब आफूसँग एउटा सार्वजनिक सरोकारका व्यक्तिसँग आम मानिसले जुन जनचासो राखेका हुन्छन् त्यसलाई सम्बोधन गर्ने काम भए हो, त्यो कामै होइन, त्यो परिस्थितिजन्य कुरा हो। त्यसलाई काम नभनौँ, त्यो सरकारको कामै होइन। तपाईँ एउटा आदिवासी उसबाट ऊ हुनुहुन्छ, आफू हुनुहुन्छ चौधरी समुदाय, हाम्रो तराईको एउटा यहाँको भूमिपुत्र। चौधरीका अर्थात् तपाईँको विभिन्न जात जातिका आफ्नै धर्म संस्कृतिहरू छन् र उहाँहरूका समस्याहरू पनि त्यस्तै छ। कसरी समाधान के तपाईँको आवाज के छ ती आदिवासीहरूका लागि? आदिवासीहरूको लागि, उहाँहरूको उत्थानको लागि चाहिँ राज्यले के गर्नुपर्छ भन्दाखेरि त्यो विगतमा पनि आवाज उठेको हो, अहिले पनि हामी त्यही आवाज उठाउँछौँ। सम्पर्क भाषाको रूपमा हाम्रो नेपाली भाषा राष्ट्रिय भाषा जुन छ त्यसमा सबैजनाको पहुँच पुगेको छैन र त्यो भाषामा पढाइराख्दाखेरि उहाँहरूले कतिपय कुरा नबुझेको हुनसक्छ, बुझ्नुहुन्न। अहिले पनि विद्यालयमा पठाउने प्रचलन छैन। त्यसका लागि चाहिँ हामीहरूले मातृभाषामा कम्तीमा प्राथमिक तहसम्म चाहिँ मातृभाषामा
पाठ्यक्रमहरू विकास गर्नुपर्छ भन्ने कुराहरू राखेका छौँ। त्यसरी जाउँ। अनि अर्को कुरो आर्थिक र सामाजिक चेतना वृद्धिको लागि त्यहाँ चाहिँ विशेष कार्यक्रम नै ल्याउनुपर्छ। यो दक्षिण बेल्टमा जाने हो भने एकदमै चरम असमानता छ, चरम अशिक्षा छ, चरम बेरोजगारी छ। त्यो चेतना भन्ने त छँदै छैन। अहिले पनि हामी एआई एल्गोरिदमको जमानामा आइसकेका छौँ, तर हाम्रो नेपाली जनता अझै पनि पुरानै मानसिकतामा, पुरानै अवस्थामा हुनुहुन्छ। धर्म संस्कृति छन्, तपाईँहरूको आफ्नै संस्कृति छ, भाषा छ, साहित्य छ, त्यो भित्र छ। यसलाई कसरी उठाउनुहुन्छ? यो भाषा साहित्य, हजुर एउटा आफै भाषा साहित्यप्रति अनुरागी मान्छे हुनुहुन्छ। हजुरको देश विदेशमा चर्चा परिचर्चा छ। हजुरले त परिकल्पना गर्नुभएको छ, पक्कै हो होइन? त्यसो हुँदाखेरि त्यसलाई उठाउने विषयमा हजुरको पनि उत्तिकै योगदान हुन्छ। किनभने यो देशका जति भाषा छन् त्यो सबै हाम्रो सम्पत्ति हुन्। हजुर एउटा प्रबुद्ध वर्ग, हजुर एउटा प्राज्ञिक मान्छे हुँदै गर्दाखेरि त्यो भाषालाई पनि हाम्रो त्यो मात्रै होइन, अब लोपोन्मुख भाषा छन्, लोपोन्मुख जाति छन्, तिनीहरूको पनि उत्थानको लागि हजुरहरूले आफैले पनि यस्तो सिर्जना गरिदिन पर्यो। त्यो अपेक्षा राख्छु। सरकारबाट सुनवाई भयो भने हामीहरूले पनि गर्न सक्ने हो। साथ गर्ने मान्छेलाई पनि सरकारको साथ चाहिन्छ, त्यो स्थानीय सरकारको चाहिन्छ। स्थानीय सरकारले बुझेको हुनु पर्यो। अब यो जस्तै तपाईँ सांसद भएर माथि एउटा उसमा जानुभएको छ, यहाँका समस्याहरूलाई, जस्तै सांसदहरू तपाईँ त यहाँ आउनुभयो, तपाईँको गाउँ त यहीँ हो। अब काठमाडौँको बसाइ सधैँभरि उतै बस्ने योजना छ कि छैन तपाईँको? छैन, बिल्कुल छैन। अब राज्यसँग सम्बन्धित कामहरू जस्तो संसद अधिवेशन भयो, समितिको बैठक भयो, अब म आफै लेखा समिति एउटा जिम्मेवार समितिमा छु, त्यो खालको कामहरू भयो र विभागसँग सम्बन्धित कामहरू भयो भने हामी उहाँ बस्ने हो, अन्यथा हामी आफ्नै ठाउँमा आएर चाहिँ काम गर्ने हो, यहाँका आवश्यकताहरू खुट्याउने हो र काम गर्ने हो, त्यही नै हो। समग्रमा अब क्षेत्र नम्बर 3 का मात्रै नभएर नेपाली जनताहरू, सम्पूर्ण नेपाली जनतालाई हामी कार्यक्रमको अन्त्यमा छौँ, के भन्न चाहनुहुन्छ तपाईँ? सम्पूर्ण नेपाली जनताले जुन यो अहिले मत परिवर्तन गरेर एउटा गतिशील सरकार निर्माण गर्ने अवस्था सिर्जना गरिदिनु भयो, उहाँहरू सबैमा म नमन व्यक्त गर्न चाहन्छु। र सरकारले अहिले एउटा गति ल्याछ, स्पिड ल्याछ र स्पिरिट पनि ल्याछ। यो स्पिड र स्पिरिट दुइटैलाई मनन गरेर सरकारदेखि यताका प्रदेश सरकार भए, स्थानीय सरकारहरू भए, सरकारका कार्यालयहरू भए, सङ्घ संस्थाहरू भए, यी सबैले त्यो स्पिड र स्पिरिट दुइटैलाई मनन गरेर काम गरिदिनुहुन्छ भन्ने म अनुरोध गर्छु। सँगसँगै हाम्रा सार्वभौमिक नागरिकहरूले पनि त्यो स्पिड र स्पिरिटलाई बुझिदिएर सरकारलाई सहयोग गरिदिनु हुन म एकदम विनम्र अनुरोध गर्छु। हार्दिक धन्यवाद छ तपाईँलाई, यहाँसम्म आइदिनु भयो। हस्, धन्यवाद। मलाई पनि यो मौका दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। र मैले यहाँ बोल्दै गरेको कुराहरू भन्दा पनि मैले गरेका कामहरू चाहिँ के छन् त भनेर हजुरहरूले खोजेर त्यसको प्रचार प्रसार गरिदिनु होला, मैले त्यही अनुरोध गरेँ। पक्कै पनि त्यो हामीबाट साथ हुनेछ। आदरणीय श्रोता, तपाईँहरूमा आज माननीय सांसद प्रेमलाल चौधरीज्यू हुनुहुन्थ्यो मुरुङ क्षेत्र नम्बर 3 बाट। हामीले अहिले भर्खरै बनेको सरकारसँग, उहाँहरूसँग के कति आश्वासनहरू छन् जनतालाई दिने र अहिले भइगरिराखेका के कार्यहरू गरिरहनु भएको छ भन्ने विषयमा केही कुराकानी गऱ्यौँ माननीयज्यूसँग। तपाईँहरू भर्खरै सरकार बनेको छ, अपेक्षा गरौँ पक्कै केही हुन्छ र साथ दिउँ हामी पनि, जनताले पनि। उहाँको माग जनताले पनि साथ दिनुपर्छ भन्ने छ। तपाईँहरूमा फेरि म अर्को एपिसोडमा अर्कै विषयवस्तु लिएर फेरि उपस्थित हुनेछु। के हुँदैछ आज नेपालमा, आजको लागि बिदा दिनुहोस्। माननीय सांसद प्रेमलाल चौधरीज्यू र म छवि बैरागी बिदा माग्छु। नमस्कार। नमस्कार।